कतैबाट सहयोग पनि पाएन हामीले। कति ठाउँमा सहयोग पनि माग्यो, कतैबाट पनि केही भएन हामीसँग। दबाई धरी ल्याउने हामीले न यता गर्न सकेछ न उता गर्न सकेछ, के गर्न सकेको छैन। लास्टै हाम्रो स्थिति नै एकदम कमजोर भइरहेको छ अहिले। यहाँ ल्याएपछि हाम्रो भएको जतिहरू सबै खर्च भयो, तर हामीले डिस्चार्ज गर्न सकेन। हामीसँग अहिले पैसा पनि छैन दबाईहरू ल्याउने खाने। पैसाको अभावले डिस्चार्ज गर्न सक्नु भएको छैन। हजुर दर्शकवृन्द, समय कति निष्ठुरी हुने रहेछ। कसैको जीवनमा खुसी नै खुसी त कतिपयको जीवनमा पीडा नै पीडा। जो गरिब छन्, जो असहाय छन्, जसलाई बिहान खाएर बेलुका के खाउँ भन्ने समस्या छ, जसको यो संसारमा कोही छैन, जसलाई यो धरतीमा केही गर्नुपर्छ भन्ने हुटहुटी छ, जसले यो संसार बुझ्न अझै बाँकी छ, तिनैमाथि एकैपटक यस्तो सङ्कट आइपर्छ कि त्यो शब्दमा बयान गर्न गाह्रो छ। स्थायी घर लमजुङ भएका सिर्जना राउत वर्ष 15 को मात्रै भइन्। उनी अस्थायी रूपमा ललितपुरको गोदावरी नगरपालिका 3 मा आफ्नो परिवारसँग बस्दै आएकी थिइन्। उनी नजिकैको किटिनी माध्यमिक विद्यालयमा कक्षा 10 मा पढ्थिन्। तर उनको स्वास्थ्यमा समस्या देखिएपछि हस्पिटल भर्ना गरेका थिए। धेरै हस्पिटलहरूमा देखाउँदा कुनै पनि रोग पत्ता नलागेपछि अन्तिममा 7 दोबाट स्थित बीएनबी हस्पिटलमा भर्ना गरेपछि सिर्जनालाई ब्रेन ट्युमर भएको थाहा भएपछि परिवार छाँगाबाट खसे जस्तै भएको थियो। ललितपुरतिरै सानोतिनो मजदुरी गरेर गुजारा चलाउँदै आएका सिर्जनाको दाइले केही समय अगाडि मात्रै सिन्धुली घर भएकी लक्ष्मी तामाङसँग अन्तर्जातीय विवाह गरेका थिए। यति बेला तिनै भाउजू लक्ष्मीले हस्पिटलमा सिर्जनाको रेखदेख गरिरहेकी छिन्। 1 महिना अगाडिदेखि उपचार गर्दा उनीहरूसँग भएको सबै सम्पत्ति सकिसकेको छ। हजुर नमस्कार, मेरो नाम चाहिँ लक्ष्मी तामाङ हो। हामीसँग पहिला चाहिँ राम्रै थियो। नानी 81 अब बिरामी भएको भएर हामीले चाहिँ अब कति ठाउँमा उपचार गरिसकेसम्म गर्न खोजे, कतैबाट कति खर्चहरू गए, कति भयो। हामीसँग भएको जति सबै हामीले खर्च गरे। अहिले हामीले यो हस्पिटलमा ल्याएको भएर यहाँनिर भर्ना गरेर यहीँनिर गरेकोदेखि हामीसँग कति भएको पैसा जति सबै खर्च गरे। हामीसँग अहिले केही छैन। हामीले सकेसम्म आफन्तबाट नि कति ऋणहरू पनि ल्याए, कति मागे पनि भएको पनि सबै भयो। अहिले चाहिँ हाम्रो यस्तो स्थिति भएको छ कि अहिले हामीले डिस्चार्ज गर्न पनि सकेको छैन, दबाई ल्याउन पनि सकेको छैन। हामीसँग ऋण थपिँदै गएको छ। यहाँनिर बेडको पनि हस्पिटलमा पैसाहरू पनि बढ्दै गएको छ। हामीले केही पनि गर्न सकेको छैन। हजुरहरूले सक्दो सहयोग गरिदिनु होला। हस्पिटलमा तिर्नुपर्ने कति छ? हाम्रो चाहिँ हस्पिटलमा तिर्नुपर्ने चाहिँ 7 लाख जति छ। 7 लाख भइसकेको। कतिचोटि बोलाएर पनि डिस्चार्ज गर्नु भनेर भनिसक्यो। हामीले अहिलेसम्म डिस्चार्ज गर्न पनि सकेको छैन, हामीसँग पैसा नभएर। ऋणदान गर्दा नि कतै आफन्ती कतैबाट केही सहयोग भएन। कतैबाट सहयोग पनि पाएन हामीले। कति ठाउँमा सहयोग पनि माग्यो, कतैबाट पनि केही भएन हामीसँग। दबाई धरी ल्याउने हामीले न यता गर्न सकेछ न उता गर्न सकेछ, के गर्न सकेको छैन। लास्टै हाम्रो स्थिति नै एकदम कमजोर भइरहेको छ अहिले। अनि अब पेसेन्टको बारेमा पेसेन्टको परिचय दिँदा उहाँ को पर्नुहुन्छ हजुरको? मेरो चाहिँ नन्दा हुनुहुन्छ। उहाँ चाहिँ शुभ नाम? सिर्जना रावत हो। चाहिँ बिरामी भएको कति भयो? बिरामी भएको यहीँनिर भर्ना गरेको 1 महिना भइसक्यो। त्योभन्दा अगाडिदेखि नै बिरामी हुनुहुन्थ्यो। अरू ठाउँमा पनि धेरै हस्पिटलमा लगेर कति उपचार गरेँ, कतैबाट केही भएन, कतैबाट केही सिप नलाएपछि लास्टमा यहाँ ल्याएर गरेँ। यहाँ ल्याएपछि हाम्रो भएको जतिहरू सबै खर्च भयो, तर हामीले डिस्चार्ज गर्न सकेन। हामीसँग अहिले पैसा पनि छैन दबाईहरू ल्याउने खाने। पैसाको अभावले डिस्चार्ज गर्न सक्नु भएको छैन। हजुर मेरो चाहिँ डिस्चार्ज गर्न सकेको छैन। हामीसँग अहिले दबाई धरी पनि किन्ने पैसाहरू पनि छैन कि। हस्पिटलबाट फेरि डिस्चार्ज गर्ने प्रेसर आइरहेको छ दिनदिन। हजुर हजुर बोलाएर भनिरहनु भएको छ, किन अहिलेसम्म पैसा तपाईँहरूले जम्मा गर्नु भएको छैन, किन यस्तो उस्तो भनेर भनिरहनु भएको छ, बोलाइरहनु भएको छ बारम्बार। तर हामीले कतैबाट पनि अलि डिस्चार्ज गर्ने पैसा जम्मा पनि गर्न सकेको छैन। छोरीकै उपचारको लागि सिर्जनाको बुबा र दाई इन्डियातिर मजदुरी गर्न निस्किसकेका छन्। सिर्जनाकी आमा दिनभरि सडकमा आफ्नो छोरीको उपचारको लागि सहयोगको याचना गर्दै हिँडिरहेकी छिन्, तर कतै सहयोग पाएको छैन। छोरी पढ्ने स्कुलदेखि आफू अस्थायी बस्ने वडासम्म पुगेर आफ्नो छोरीको जीवन बचाइदिन सिर्जनाको आमाले हार गुहार गरिरहेकी छिन्।
गोदावरी नगरपालिका वडा नम्बर 3 का वडाध्यक्ष सानु राजा घिमिरे र किटिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोज कुमार केसीले सहयोगका लागि सिफारिस बनाइदिएका छन्, तर त्यो कागज देखाएर कतै सहयोग पाएका छैनन्। बीएनबी हस्पिटलले पनि सृजनालाई अब डिस्चार्ज गरेर लानु मागेर हुन्छ वा के गरेर हुन्छ, बाँकी रहेको 7 लाख रुपियाँ तिर्नुपर्ने प्रेसर गरिरहेका छन्। भएको सबै सम्पत्ति सकिसकेका सृजनाका परिवारसँग रुनुभन्दा अरू विकल्प छैन। दर्शकबिन, प्रार्थना गर्ने ओठहरूभन्दा सेवा गर्ने हातहरू महान हुन्छन्। मान्छेको जिन्दगी नै हो, कसलाई कतिखेर के हुन्छ कसैलाई थाहा छैन। जन्म निश्चित छ भने मृत्यु पनि निश्चित नै छ। मरेर जाँदा कसैले सम्पत्ति बोकेर जाने होइन। मन्दिरमा तपाईँले चढाएको दक्षिणा भगवानले देख्छ वा देख्दैन त्यो थाहा छैन, तर सिर्जना जस्ता पैसाको अभावका कारण मृत्युसँग लडिरहेका अबोध बालिकाहरूलाई सहयोग गर्नुभयो भने पक्कै पनि सृजनाका परिवारको हृदय भगवानले तपाईँलाई पक्कै देख्नेछ। हामीलाई आशा छ यो भिडियो हेरेपछि तपाईँले पक्कै सहयोग गर्नुहुनेछ। सहयोग भनेको आर्थिक मात्रै हुँदैन। पैसा हुनेले पैसा सहयोग गर्नुहोला, नहुनेले यो भिडियो सेयर गरेर मनकारी मनहरूसम्म पुर्याउन सहयोग गर्नुहोला। सहयोगको लागि हामीलाई सिधा सम्पर्क वा तल बिरामीको परिवारले उपलब्ध गराएको खाता नम्बर राखेका छौँ, त्यहाँ डाइरेक्ट रकम हालेर सहयोग गर्न सक्नुहुन्छ। तपाईँको सानो सहयोगले सृजनाको जिन्दगी बचाउन सकिन्छ भने किन सहयोग नगर्ने? आशा छ तपाईँले पैसा होइन सृजनाको जिन्दगी सम्झेर सहयोग गर्नुहुनेछ।